राम्रो देख्छ हके राम्रो अब सब रेडी भइराख्नु हाम्रो दिदीको कपाल स्ट्रेट भइराख मनी रेडी भयो अन्जलमा देखेछु आज मेरो कपाल फ्ल्याक्स हान्दै हिँड्नु सबले बोयफ्रेन्ड फ्ल्याक्स हान्छ म कपाल फ्ल्याक्स हान्छु कपडा कस्तो राम्रो पाएको छ वाउ मेरो रुम साथीहरु हेर्नु अब यो सब हाम्रो ग्रुप आयो ल साथीहरु रातभरि काम गरेका दिनभरि काम गरे धन्न लैदिनु दिनभरि गएर रातभरि काम गरेर आउन सबैजना लगातार हिँड्छौँ क्या हामी ल अलि अलि अफ बनाउन सिधा ऊ त्यहाँ हाम्रो गाडी ओइ पूजा सनस्क्रिम हाल्यो खना हेर्नुहोस् साथीहरु यो त चप्पल आज हामी 2-3 ठाउँ जाने पर्लेको ल्याएको परेको यति घन्टा लाएर मैले पर्लेको ल्याएको पार लास्टमा यहाँ Let's go. 3 बजे जाने मान्छेहरु 4 बजे 1 घण्टा नेपाली मेरो बडी म बडी धनी रहेछु झोरले भने अघि देखि बल्ल सक्छ यतिको बुढी भइसक्यो के चाहियो भिनाजुलाई फाइनली पुगे साथीहरु हामी मेकअप कपडाहरु पनि लाउनु पर्ने होला अहिले नै कपडा लगाउने ल हैन फेरि दिदी कस्तो लाग्यो रमाइलो भयो के रमाइलो गर्नु रमाइलो त अस्ति पो भएको थियो है माइ गॉड मलाई नि देख
वाओ फाइनली पुगे गाइस म यो बाइक खतरा हो के पुरानो आखो के सबैजना यस्तै दामी ठाउँ के गाइस यति राम्रो फेरि मान्छेहरू यहाँको यति राम्रो राम्रो मान्छेहरू छ को होला यहाँ फेरि छुट्टै छ फेरि मान्छे ओ माई गड त्योभन्दा झन् राम्रो त म नै कम छैन फेरि अरू त्यहाँ ओके अरू उता खानु हाम्रो साथीहरू धेरै मान्छे अर्ली भयो अरू भिडियो भन्दै भिडियो पनि राख लबर निको ओइ लड्छ होला के आज मसँग रिसा छ सबले झगडा परेन नि तर मेरो उसँग झगडा परेर आज खिच्दैन र भनेको तिमी अघि दिदीसँग त परेन दिदी प्यारो दिदी एकदम रिसाको बेला फकाउने उनी चाहिँ अब के भनौँ सबभन्दा मन डल्ने केमा के गरिदिने पुदा पाका भएन हामी गएको रोडमा बिन्जप्पल हिँडिरहेको उही झन्डा मैले लडाएँ यार नहेरेको त यस आई एम सो ह्याप्पी थ्याङ्क यू अब गाली खान्छ आर यु ह्याप्पी यस आई एम सो ह्याप्पी अघि रिसाको मान्छेहरू खुसी हुन्छ किनकि भिडियो यस्तो दामी आयो सनसेटमा मेरो कपाल बिग्रियो हेरेर नछ्याएको पानी फालेर मेकअप अहिले अब हिँडेर जानु हो अनि त्यही भएर त जुत्ता अब यस्तो हो काली जाने ओ काली चोर अहिले चाहिँ हामी कालिम्पोङ भन्ने केही खानु मुनिबाट फर्केर नि ओइ काण्ड यो त एक भिडियो नि राम्रो आएको के भयो छाएर किन रिसाएको अघि मलाई रिसाएको भन्दा त किन रिसाएको छाएर उसलाई गाह्रो भएर कि उसलाई गाह्रो मलाई पनि गाह्रो हुन्छ के तर मतलब जतिखेर नि म्याथ छ यार साइरा के हुँदैन साथीहरू हामी अहिले टर्च खोज्न आएको कि अब हामी त्यहाँ स्वर्ग जाने अरे स्वर्ग जानलाई टर्च हेर्नु टर्च चाहियो अरे त्यहाँ अँध्यारो छ जङ्गलमा हामी चाहिँ 8-9जनाको ग्रुप छ त्यही भएर कस्तो गोरु देख्छ सीता स्वर्ग जाने बाटोको लागि टर्च कता जाने रे स्वर्ग गाए स्वर्ग हामी चाहिँ लाइट बाल्दैछौँ हामीहरू खाना लागि खाँदै चटपट मिठो कस्तो भयो खाना त्यो स्टाइललाई बढी बिजाले अरू खाँदैन खाइहाल्छु हामी चाहिँ यहाँ भात खान लगाएर छौँ है टोलीहरू यता छ नि है कस्तो छ भात मिठो छ टोलीहरू मिठो छ तिमी चाहिँ किन मिठो छ ल है अनि अब म चाहिँ यता छु है फेरि अब हामी खाएर जान लागेको साथीहरू अब हामी कहाँ जाने स्वर्ग हेर्न अब हामी स्वर्ग हेर्न जाने साथीहरू
ये सुरुवात कस्तो त म भन्छु ल 500 गर्लिज यति राति रहेछ यार यस्तो जङ्गलको बिचमा रहेछ यार जिन्दगीमा हर कुराको एक्सपिरियन्स लिनुपर्छ गाइस रातिको 11 बजी हो 12 बजी हो 12 बजी यार यो भिडियो घर मान्छेले हेऱ्यो भने जापान गर्न के गर्न गाह्रो हुन्छ उही भिलेजले यस्तो बाटो हामीलाई एक्लै जानु रे अनि त्यत्रो गाडी चलाखाने भिलेजले चाहिँ भोलि फेरि काम छ आओ गोरे आओ घुमी घुमी उही म सबभन्दा अगाडि मैले छु यार आऊ मेरो रुममेट मलाई साथ देऊ कसरी आयो एउटा पतिङ्गा झर्छ आज चाहिँ हामी के हेर्न जाँदैछौँ स्वर्ग हेर्न जाँदैछौँ गाई स्वर्ग 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 हेर्ने भएपछि यस्तै हो स्वर्ग हेर्ने बाटो यस्तै हुन्छ अरे स्वर्ग हेर्ने बाटो हेरेर मैले हार माने म अगाडि हिँड्न सक्दिनँ साथीहरू यस्तो बाटो ओ माइ गॉड हेलो गाई छिटो छिटो आउनु साथीहरू कति लेट हो आउनु गाइज आउनु स्वर्ग हेर्ने बाटो स्वर्ग जान त्यति सजिलो छ र बरु के अरे हार मानेर स्वर्ग जाँदैन नर्कै ठिक छ भनेर जानु बरु म त सक्छु हामी त पहाडमा हिँड्नेवाला हो म त भन्दा नि ओकाल ओकाल हिँड्नेछु यार म सक्छु माइ गॉड तर मलाई होइन मलाई त्यत्रो हिँडेर गएर मलाई रिग्रेट चाहिँ भएको थिएन कि माथि पुगेर हेर्दा रिग्रेट भएन नि त मलाई त्यस्तो पछि नि यस्तो राम्रो ठाउँ छ साथी यस्तो राम्रो ठाउँ रातिको 2 बजे हिँड्नु पर्छ बिना त दुईटै बाटो छ के यो पुग्यो ओ माई गॉड ओइ अझ यत्रो उकालो हो यार अब त के खाने अब तर मलाई हावा चिसो हावा आउन थाल्यो वाह ओ माई गॉड ओइ 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 लुड्केर सिधै गाडी भएको ठाउँमा पुग्ला र देखो गाइस आज हम पहाड़ के ऊपर आ गए हैं मैं अकेली हूँ यहाँ पर अकेली कोई नहीं है मेरे साथ अलि शुद्ध बोल्ने गर न ल तल नै के गरे अब हामी लाग्यौँ सायद साथीहरू घरतिर यो चप्पल सप्पल निकालेर बिर्सेर हिल हालेर आएको थियो अब हिँड्न सकिँदैन हिलमा के दिदी यहाँ खुट्टा कामेर दिदी अझै आउनु दिदी राति 1 बजे 2 बजे ओइ दिदी
लरुगामा भिडियो बनाउँछु 2 बजे टाइम देखाइदियो, टाइम। जङ्गलमा केटा केसुको यो जङ्गलमा लगेर यहाँ टाइम हेरेर टाइम लुक एट दिस 2:30 बजेको जङ्गलमा राति अहिले 3 जना पछाडि यस्तो मान्छे छ है गाडीहरु अगाडि हेर अगाडि उडो सबभन्दा लुरे पुरा हनुमान चालिसा लाउने बाटो हेर्दै पहाडमा हुन्छ नि यस्तै घाँस यस्तै घाँस काट्न मन लाग्यो त कति धेरै घाँस पूजा सीता पूजा भन्नाले अगाडि लगा मोबाइलमा आँखा बोल्नु आफ्नो मोबाइल नभने मात्रै म पनि त्यही हेर्छु यसरी सबभन्दा ठुलै मान्छेले भनेपछि त कहाँ हुन्छ मान्छेले सोच्यो भने जे नि पुरा हुन्छ क्या गाडी आज त कति मान्छे कति दिन ऊ हुन्छ होला कि अब हात खुट्टा दुख्यो काम जान सक्छ सक्दैन है मेरो त अब 3-5 बाटो बिदा माग्यो भने दिँदैन बिदा त माग्दैन यार म त जाने मेरो त टाइम छ सोध्छु गएर अघि आज त हामीले धेरै गरे सक्दैन नि हामी त स्ट्रङ ओमेन हुन्छ भुतु घर म नि भुतु घर त्यही नि हन्डा दिदी र म त आएको है दिदी मलाई डर त यत्रो लाग्यो कि मनभित्र लाग्यो कि गाडी खोजी गर्नु पर्यो अहिले नेपाल भएको भए त्यस्तै फालेर जान्थे यो खाएको बोतलहरू सब लगेर फाइन दिनु फाइन ल हेर यति इमान्दारी छन् सब आम्मामा सारेको दिदी त एक दिनमै दिदी बानी दिदी त जो भइसकेको छ नि हेर हेर गोमीहरू सब सानो सब लिएर आम्मामा कति फोर्दा ओए हेर त के गर्ने थकित अवस्थामा छु गाइस हिजो हामी पुरा चाहिँ यहीँ छ क्या मेरो चाहिँ हेरेर न मेरो चस्मा हरा गोमी सब निकाल्यो त्यही हालेछु कि मैले दसमा 2-3टा कटेर ओइ सामान पास गरौँ न एकजना दियो त म त प्याक छु ल है अब चाहिँ फाइनली घरतिर लाग्यो गाइस यसरी बोकेर अहिलेको 5 बजे ल घर यो हो एउटा त्यो हो हाम्रो घर ल ल बाई बाई गाइस गुड नाइट सबैजनालाई अनि हाम्रो भ्लग हेरेर माया गरिदिनु होला ल तर्सिनु होला भूत त्यहाँ देखेर ल बल्ल आफ्नो रुममा पुग्यो जस्तो जे भयो नि आफ्नो भनेको आफ्नै हुन्छ कि मान्छे होस् है माइ गॉड रुम खाना त्यस्तो छ त्यही नै गाइस लास्ट थाक्यो क्या